स्टार्ट। हेलो गाइस, सबैलाई स्वागत छ आजको छोटो एन्ड मिठो भ्लगमा। हजुरसँग सन्चै आयो हुन्छ होला गाइस, म सन्चै नै छु हैन। साथीहरु धेरै दिनपछि भ्लग गरिरहेको छु हैन। यो चाहिँ सायद 15 दिन पछि नै होला गाइस भ्लग गरेको आज चाहिँ हैन। सबैजनालाई सन्चै आरामै हुन्छ होला गाइस, म सन्चै नै छु। त्यही साथीहरु, अनि यो भ्लग चाहिँ गाइस हैन मैले पहिले नै गरेको थिएँ, तर इन्ट्रो चाहिँ गाइस मेरो डिलिट भएछ हैन। के भएर डिलिट भयो गाइस थाहा नै हैन। त्यही नै 10-15 दिन अगाडि गरेको भ्लगको गाइस इन्ट्रो चाहिँ रोइन्छ हैन। अनि त्यही नै साथीहरु, यो भ्लग चाहिँ यहाँ सिन्धुलीदेखि ल्याएको सक्नुहुन्छ गाइस हैन। अनि कस्तो लाग्छ गाइस यो भ्लग चाहिँ हेरेर कमेन्ट प्रतिक्रिया सबै दिनु होला हैन। त्यही नै साथीहरु, भिडियो कस्तो लाग्छ हेर्नु होला। साथीहरु, आज म जान लागेको छु रामेछाप है। तपाईले ब्यागहरु छ पुरै। अनि अहिले म गएको थिएँ गाइस, यहाँ गाडी पुरिरहेको यता मेरो मम्मी र भाइ तपाईँ हुनुहुन्छ हैन। अनि धेरैजना मेरो मम्मी चाहिँ खोइ मम्मी चाहिँ भ्लग कहिले आउँदैन भन्दै हुनुहुन्थ्यो हैन। अनि मम्मी चाहिँ यता हुनुहुन्थ्यो। अनि के भन्नु मेरो भ्लगमा तपाईलाई के भन्छ मैले भिडियो बनाएँ भने मान्छेले के भन्छ भिडियो बनाएर कसैले गाउँ हुन्छ हैन। साथीहरु हैन, अस्ति मैले भनेको थिएँ नि त हैन, सब गाउँ भनेको मान्छेले त्यस्तो भन्छ भनेर भन्ने हुन्थ्यो मम्मी हैन। तर फेरि म गाउँ घरको मान्छेको कुरा चाहिँ सुन्दिनँ हैन। अनि मम्मीले पनि त्यही भन्न चाहन्छु, गाउँ घरको मान्छेको काम भनेकै यस्तै हो, बुझ्नु होला गाइस। त्यही नि हो। अनि साथीहरु, आज चाहिँ अब हामी चाहिँ यहाँ रामेछाप जानुपर्ने हुन्छ आज। अनि भोलि चाहिँ गाइस रामेछापबाट उता क्या खानापातीहरू जानुपर्ने हुन्छ। धेरैजना थाहा नै होला गाइस, कति ठाउँ जानु मन थियो हैन। किन साथीहरु, म यत्रो उकालो हिँडेर गएको छु उताबाट गाइस, यता डाँडामा चाहिँ अन्तिहरुको बोली चाहिँ अड्किरहेको होला, त्यसलाई गाइस माया नगरिदिनु होला हैन। त्यही नै साथीहरु, अहिले चाहिँ हामी गाडी कुरिरहेको अवस्था हो हैन। तकलाएर तपाईँ भाइ पनि छ। ल साथीहरु, अब बिस्तारै बाटोतिर भेट्नुपर्ने हुन्छ। धेरै लामो भ्लग नगरौँ। अनि उताखेरि मुन्थलतिर पैसा गर्नुपर्ने हुन्छ, किनकि यतातिर म गर्दिनँ। मुन्थलतिर पैसा गर्छु ल गाइस। साथीहरु, मैले यहाँबाट चाहिँ कुनै पनि भ्लगहरू गरेको थिइनँ, किनभने यहाँ गाडीहरूमा चाहिँ गाडीमा गीतहरू बजिरहेको थियो। अनि गीतहरू बजेपछि गाइस अफिसले नै कपरेट लागिहाल्छ। कपरेट लागेपछि यत्रो मिहिनेत गरेर बनाएको भिडियोहरू गाइस केही कामै लाग्दैन हैन। अनि त्यही भएर गाइस मैले गाडीमा चाहिँ काहीँ पनि भ्लगहरू गर्दिनँ म कहिले पनि, किनकि जाने गीत बजिरहेको हुन्छ। अनि कपरेट लागेपछि गाइस भिडियो कामै लाग्दैन त भिडियो हैन। अनि त्यही भएर साथीहरु, टक्कलाले यहाँ चाहिँ किन भ्लग गरेन भनेर माया नगरिदिनु होला साथीहरु हैन। अहिले टक्कला हामी यहाँ हाइड्रो भ्यान्डामा आइपुगेको छ गाइस हैन, तपाईँ छौँ। अनि त्यही नै साथीहरु, अनि मैले चाहिँ गाइस बाटोमा काहीँ भ्लगहरू गरेन, किनकि गाडीमा गीतहरू बजिरहेको हुन्छ नि त। अनि त्यहाँ भ्लग गर्नु भने गाइस जस्तो अब कपरेट हानिदिइहाल्छ। कपरेट हानेपछि मेरो यत्रो मिहिनेत गरेर बनाएको मेरो भिडियो एडिट गरेको टाइम सब खाइदिन्छ गाइस हैन। त्यही भएर मैले भ्लग गरिनँ। अहिले टक्कला गाइस म चाहिँ मुन्थली आइपुगिसकेँ नि हेर्नु न। मुन्थली अलि आइसकेको गाइस हैन। अनि हामी त्यहाँ जानुपर्ने गाइस, यो डाँडो उतापट्टि हो हैन। यो डाँडो कटेर जानुपर्छ, तर हामी चाहिँ यताबाट जाँदैन, हामी यो साइडबाट घुमेर जान्छ हैन। यताबाट यता आउँछ क्या टक्कला र। त्यही नै साथीहरु, अब चाहिँ जस हामी गाइस बसेको ठाउँ है, यो ठाउँमा चाहिँ हामी बसेको त धेरै त्यहाँ चाहिँ मेमोरिजहरू छ त्यो ठाउँमा। हामीले बसेर पढेको ओरेको ठाउँ हो यो चाहिँ, आमाको घरमा बसेर बच्चा बेलामा। त्यही नै साथीहरु, अब भोक लागिरहेको छ है। बिहान खाजा खाएर हिँडेको, बिहानै अस्ति भोक पनि लागिरहेको छ। यता गाइस पसलहरू पनि अब यो डाँडो उता नकटिकन पसलहरू पनि पाउँदैन क्या। यो डिस्को नकटिकन पसलहरू पनि गाइस पाउँदैन है। त्यही ठाउँमा एक ठाउँमा पसल छ हैन, थियो। अब गाइस म नआएको त कति 2-3 वर्ष भइसक्यो। अनि त्यही नै साथीहरु, अब आज चाहिँ हामी यहाँ बस्छ होला सायद मामाको घर। मामुहरू त कोही हुनुहुन्न यहाँनिर। हामी चाहिँ यहाँ मामा घरको यता एउटा गाउँमा एक गाउँमा बस्छ होला। अनि पर्सि चाहिँ हामी भोलि चाहिँ हामी यहाँबाट फेरि थानापति भन्दा त मन्दिर जान्छ गाइस हैन। त्यो मन्दिर जानको लागि चाहिँ हामी यहाँ आएको। यीहरू अहिले चाहिँ म टक्कला आइपुगेको छु पटिनी भन्ने ठाउँमा हैन, टक्कलाको चौतारामा। यहाँ चाहिँ गाइस क्या शीतल छ हैन। अनि गाइस यहाँ चाहिँ मैले यसो हल्का शीतल ताप्यो क्या हैन। गाइस लास्टै नै घाम बस्छ, ओभरै घाम बस्छ हैन। यस्तो घाम भयो गाइस हैन, कसम झन् गाइस फाएको झन् कालो भयो भने यस्तो गोरो थियो गाइस, यस्तो कालो भयो भने किनका बेबीहरूले के भन्दै हुन्छ जति हुने गाइस, यस्तो गाइस कालो पारी दिएको घामले हैन। त्यही नै साथीहरु, टक्कला र म चाहिँ आइपुगेको छ गाइस मटिरी भन्ने ठाउँमा हैन। हल्का हल्का फाट्छ अनि उताबाट मुन्थली छ गाइस हैन। अनि यतापट्टि चाहिँ गाइस म पहिला पढेको स्कुल छ। अनि यहाँ चाहिँ म 6-7 कक्षा पढेको थिएँ हैन, 5-6 कक्षा पढेको थिएँ। त्यही नै साथीहरु, अनि यो ठाउँ चाहिँ गाइस एकदम बबाल रमाइलो लाग्छ क्या मलाई, किनकि यहाँ चाहिँ गाइस मेरो धेरै मेमोरीहरू छ क्या हैन। जति म गाइस सिन्धुलीमा बसेर यत्रो वर्ष पढेँ हैन, यत्रो साथीहरू भेटाएँ नि, तर गाइस त्योभन्दा पनि बेसी मेमोरी चाहिँ मेरो यो स्कुलमा छ क्या हैन। किनकि यहाँ चाहिँ म सानो टाइम थिएँ नि त हैन। अनि त्योभन्दा बेसी खेल्ने क्या अब हुन्छ नि त्यो त्यति गाइस त्यति थियो क्या मेरो यहाँ। जस्तो गाइस हैन, म सिन्धुली गएपछि म त्यति साथीहरूसँग घुलमिल त्यति हुनु मलाई टाइम लाग्यो हैन, धेरै नै टाइम लाग्यो भनौँ न म साथीहरूसँग घुलमिल हुनुको लागि। तर म यो ठाउँमा चाहिँ गाइस हैन यस्तो भएको थियो गाइस, मलाई यो ठाउँ चिसो छ नि, यो मेरो मामा घर हो क्या गाइस हैन। अनि अहिले गाइस यस्तो भएको थियो कि हैन,
त्यो कुनै छोड्नु क्या गाइज होइन। यस्तो रमाइलो थियो कि त्यो टाइम जुन चाहिँ म 7 कक्षा पढ्थेँ कि होइन, यस्तो रमाइलो थियो गाइज ठाउँ चाहिँ होइन। तर अहिले गाइज धेरै नै चेन्ज भइसकेको छ होइन पहिलाको भन्दा अहिले। अनि थिएँ नि गाइज है। अनि अब चाहिँ मामा घरमा कोही हुनुहुन्न हाम्रो घरमा। अनि हामी चाहिँ यो गाउँतिर एउटा हजुरआको यस्तो मामा घर क्या गाउँ यो ठाउँमा यस्तो जो पनि मामा घर भयो भन्दा होइन। अनि हाम्रो आफ्नै मामाहरू चाहिँ काठमाडौँतिर बस्नुहुन्छ है। घर पहिला हामी बसेको घर त्यत्तिकै छ अरे होइन, ढोकासँग लाग्नु भएको छ अरे। त्यो नि गएर चाहिँ म हेर्नेछु कस्तो भएछ म बसेको ठाउँ है, कस्तो भएछ। अनि त्यहाँ साथीहरू अनि बेलुकाखेरि म साथी भेट्न जान्छु होला सायद होइन, किनकि साथीहरू म यो स्कुल पढ्दाखेरिको साथीहरू नभेटेको पनि 8-9 वर्ष भइसकेको छ। अनि साथीहरू पनि छ भन्दा थियो है, त्यो कतिवटा छ भने चाहिँ सुनेको थिएँ मैले। अनि साथीहरू कहाँ भेट्न जानु छ होइन। अनि अब घर पुगेर गाइस घर कस्तो भएछ घर हेर्छु। अनि एउटा हजुरआको घरमा लगेर ब्याग राखेर म गाइस यतातिर जान्छु होला सायद, त्यो स्कुल छेउछाउतिर जान्छु होला म होइन, स्कुल त बन्द छ होला अझ। त्यही नै साथीहरू। अनि भोलि शिवरात्रि हो। अनि शिवरात्रिमा चाहिँ म गइरहेको छु थानापाती मन्दिर होइन। धेरैजना थाहा होला थानापाती भनेर चाहिँ कहाँ हो भनेर होइन। अनि त्यसको लागि चाहिँ यो डाँडा कटेर यो देखेर डाँडा छ नि गाइस, यो कटेर चाहिँ 3 घन्टा हिँड्नु 3-4 घन्टा बस्दै होइन। अनि त्यही नै म चाहिँ त्यही मन्दिर जानको लागि चाहिँ उहाँदेखिबाट सिन्धुलीदेखिबाट यहाँ म आएको। अनि भोलि चाहिँ अब साथीहरू पनि जान्छ होला मसँग पढेका साथीहरू पनि डङ्गुरी होइन। अनि त्यो चाहिँ अब मन्दिर जानु चाहिँ कस्तो हिँड्नुपर्ने हुन्छ। त्यही नै साथीहरू अब घर गएर आज बाटोतिर काहीँ भ्लगहरू गरिनँ है। त्यही नै साथीहरू होइन, धेरै लामो भ्लग नगरौँ। अझै नि भ्लग गर्न धेरै दिन बाँकी छ, धेरै ठाउँ धेरै कुराहरू देखाउँछु हजुरहरूलाई म, धेरै कुरा भन्नु छ। अनि 3 मिनट भइसकेको छ होइन। अब यसो यता घरतिर गएर हेरौँ घर कस्तो भएको छ। अब एउटै घरतिर गएर भेट्नुपर्छ है त। फाइनली साथीहरू हामी चाहिँ मेरो मामा घर चाहिँ आइसकेको छ गाइस, यही नै रहेको छ होइन। टक्कर आएर क्यामेरा देखाइदिनु कस्तो आइरहेको छ यो क्यामेरा गाइस। अब चाहिँ ह्यान्डसम क्यामेरा आयो होला होइन। त्यही नै साथीहरू म चाहिँ मेरो मामा घर आइसकेको छु होइन। टक्कर आएर गाइस 3-4 वर्षपछि तर मामा घर चाहिँ कोही हुनुहुन्न घरमा त तालबन्दी लगाएको छ होइन। यहाँ चाहिँ कस्तो भएछ म बसेको ठाउँमा पढेको ठाउँ कस्तो भएछ चाहिँ होइन। अब गाइस मलाई चाहिँ हेर्नु मन लाग्यो क्या होइन। अनि त्यही भएर चाहिँ म चाहिँ सिन्धुलीदेखि यो ठाउँ आएको क्या, किनकि मलाई यो ठाउँ मेरो एकदम मेमोरी बल र नि एकदम मलाई ठाउँमा चाहिँ बस्नु मन लागेको क्या छुट्टो टाइममा, एकदम रमाइलो ठाउँ गाइस मेरो लागि चाहिँ। त्यही नै साथीहरू म चाहिँ आइसकेको छु। यताबाट हेर्न सक्नुहुन्छ हाम्रो मामा घर चाहिँ यस्तो भएर छ होइन। पहिला गाइस क्या दामी थियो है, पहिला आउँदाखेरि गाइस। कस्तो लागिरहेको कतिहरू म यहाँ आइदियो सबै कस्तो भएर होइन। साथीहरू म चाहिँ आइसकेको छु मेरो मामा घर रहेको छ पहिलाको होइन। अहिले नि मामा घर त यही तर फेरि नै गाइस आज कोही बस्नुहुन्न अहिले चाहिँ होइन। सब काठमाडौँतिरै बस्नुहुन्छ मामा आमाहरू है। अनि दसैँ तिहारमा आउनुहुन्थ्यो तर अब त अनलाइन छोडिसक्नु भएको दसैँ तिहारमा पनि। गाइस लास्टै नराम्रो लाग्यो देखेर चाहिँ मलाई है। पहिला यो ठाउँमा बसेर पढेको हेर्नु न यस्तो है, हेर्नु न यस्तो भएछ है म बसेको ठाउँ पहिला पढेको ठाउँ कस्तो लाग्यो साथीहरू होइन। म यहाँ बसेर पढाएको थिएँ क्या पहिला है। अनि पढेर बसेको ओरेको है। अनि कस्तो गाइसमा बोल्नै सकेको छैन यहाँ देखिरहेको है। यो ठाउँ कस्तो थियो क्या गाइसमा बस्दाखेरि है। यो घर यति राम्रो थियो, बसिन्थ्यो यहाँ बसेर पढिन्थ्यो होइन। तर साथीहरू अहिले चाहिँ होइन लास्टै क्या कस्तो भएछ क्या साथीहरू हेर्नु नि। पुरै गाजले धार पलाएछ होइन। अनि बारीपट्टि खाली रहेछ पहिला पुरै हामी बाली लगाइन्थ्यो गाज होइन। कस्तो रमाइलो ठाउँ थियो जो चाहिँ होइन मेरो लागि एकदम। अनि यहाँनिर यस्तो बबाल थियो, हामी यो कुराहरू चाहिँ बिर्सिन्थ्यो हामी बसिन्थ्यो है। यहाँ चाहिँ हामी मामा म हजुरआमा बसेर हामी पढेको हुन्छ क्या। हजुरबा हजुरआमा सबैजना हुनुहुन्थ्यो बसेर पढेको थियो गाइस एक टाइम, एकदम रमाइलो थियो मेरो लागि है यो ठाउँ। तर अझै यस्तो भएछ कि साथीहरू है। अनि माथि चाहिँ हेर्न सक्नुहुन्छ यस्तो छ होइन, यस्तो रहेको छ होइन। अनि यो एउटा कोठा चाहिँ गाइस ढोका खुलेर राख्नु भएको रहेछ होइन, किन हो भने एउटा कोठाको ढोका चाहिँ खुलेर छ होइन। यस्तो केही कोठाहरू यस्तो छ है अहिले। पहिला कस्तो दामी थियो यो घर है। अहिले सेतो कलर भनेको सेतो कलर केलाट गर्छ। अनि त्यही नै साथीहरू यो घर देखेर त मलाई लास्टै आज त कस्तो लागिदिरहेको साथीहरू होइन। त्यही नै रहेको छ। अनि अझै माथिबाट गाइस है, माथि पनि यस्तो भइसकेको छ अहिले चाहिँ क्या। पहिला कस्तो दामी थियो होइन। हजुर लास्टै नै गाइस मलाई नराम्रो लाग्यो गाइस यहाँ आएर आज है।
साथीहरू नआउनु परेको छ क्या म यहाँ चाहिँ होइन कस्तो 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 लागेको छ साथीहरू मलाई यहाँ आएर आज है म यहाँ नआउनु पर्ने साथीहरू खास गरी यो ठाउँमा यहाँ आउने नहुने मान्छे हो क्या किनकि म यहाँ बसेर पढेको हो नि त अनि त्यही भएर आज यो देख्दाखेरि चाहिँ गाइस लास्टमा नट लगाएको छ होइन यस्तो रहेछ है अनि हामी चाहिँ यो कोठाको ढोका चाहिँ हामी काटेछौँ किनकि यहाँ चाहिँ ढोका सामानहरू झिक्नु छ गाइस होइन अनि मैले यहाँ सामान यहाँ हेरिदिनु के भएको रहेछ भन्दै हुनुहुन्थ्यो यस्तो हेर्नेवाला छु अनि एकछिन बसी भेट्छु ल मलाई एकछिन लास्टै नमाई लाग्यो साथीहरू होइन तर यहीँ बसेको यहीँ पढेको नि त हामी तर यो जुन छ नि यो देखेर यो काट्नु पर्यो ढोका यसरी यो आँगन छ नि यो पुरै यस्तो यस्तो क्या यो भत्केको देखेर होइन गाइस यस्तो भएको छ कि होइन त्यही नि हो यहाँ भाइलाई चाहिँ मैले काट्न लगाएको छु होइन यहाँ यहाँ काटेर यसले चाहिँ होइन त्यही नि हो साथीहरू होइन अनि म चाहिँ यतातिर राम्रोसँग हेर्दैछु किनकि अब गाइस अनि यता मास्टर यस्तो घारी नि यस्तो घारी भएको कि अहिले होइन त्यही हो साथीहरू मान्छे नबसेको ठाउँ मान्छे बसेको र नबसेको काज धेरै नै डिफ्रेन्ट पाइने गर्छ क्या अनि होइन कस्तो कस्तो लागिरहेको आज यो घर देखेर मलाई क्या होइन त्यही हो साथीहरू होइन लगाएको छैन यो चाहिँ हाम्रो माथिल्लो घर रहेको छ होइन यो चाहिँ हाम्रै घर हो तर माथिल्लो घर भन्छ नि यसलाई चाहिँ होइन माथिल्लो कोठा रहेको छ होइन गाइस यो पनि लास्टै नराम्रो लाग्यो यस्तो भइसकेको छ गाडी नै गाडी है पुरै गाडी नै गाडी छ साथीहरू यतातिर पनि हेर्न सक्नुहुन्छ यस्तो राम्रो थियो ठाउँ है अनि यस्तो रमाइलो थियो बसिन्थ्यो पढिन्थ्यो है हामीलाई चाहिँ यस्तो टाइममा यस्तो लागेको थियो होइन अनि यतापट्टि चाहिँ हाम्रो पहिला त्यो टाइममा चाहिँ गोठ थियो क्या गएको छैन यो घर चाहिँ गोठ भन्ने थियो हामीहरूलाई चाहिँ होइन अनि यहाँ पनि यस्तो भएर चाहिँ हेर्न गोठहरू पुरै है यता गोठहरू बस्तुहरू बानिन्थ्यो ओरिन्थ्यो सो फाइनली साथीहरू होइन हामीले चाहिँ 2 घन्टा लगाएर तल चाहिँ काटिसकेको छौँ होइन सक्नुहुन्छ यो कोठाको चाहिँ होइन ठ्याक्कै 2 घन्टा लाग्यो बल्ल बल्ल काटिएको चाहिँ यहाँ चाहिँ नयाँ टाल्छ हालेर अब भित्रको हल्का रुमहरू सफा गरिदिनु पर्ने हुन्छ अनि फेरि ढोका लगाएर हामी चाहिँ यहाँबाट चलिदिनु पर्ने हुन्छ होइन तलतिरपट्टि गाइस मामा घर है हामी चाहिँ पहिलाको जमानामा म मेरो रुम चाहिँ गाइस यो थियो कि यहाँ थियो होइन यतापट्टि थियो मेरो एउटा बेड थियो होइन म यहाँ सुत साथीहरू त्यही नि हो एक पास जति चाहिँ अझै गएको बुझ्दैन त हेर्नु त त्यही नै साथीहरू टक्कर आयो होइन अब हेऱ्यो गऱ्यो हजुरआमा के सम्झिनु हुन्छ हजुरआमा भ्लग देखाउनुहुन्छ त्यता हुन्छ हाम्रो हजुरआमा होइन ल हजुरआमाले भ्लग हेर्यो कि हजुरले भ्लग हेर्नुहुन्छ नि त हजुरले मेरो भ्लग हेर्नुहुन्छ त्यही नै साथीहरू होइन हामीले तलबाट यसो घर सर एकछिन हेरौँ है अहिले त काट्छ क्यामेराहरू होइन हल्का तलबाट यसो हल्का सिनेमाटिक घुरिदिउँ न घर कस्तो भएछ होइन हल्का काज एउटा यसो भिडियो सिडियो लिउँ यहाँबाट होइन अब पर्दैन नपर्ने त त्यही नै हो साथीहरू होइन टक्कर यतापट्टि हाम्रो घर हेर्न सक्नुहुन्छ यस्तो भएछ अहिले चाहिँ होइन यतापट्टिको घर आज पहिला यस्तो बबाल थियो कि होइन सायद मसँग पहिलाको यहाँ घरको भिडियोहरू भने म तपाईँहरूमा राखिदिन्छु होइन यस्तो छ क्या गाइस होइन हाम्रोमा गाउँमा यतातिरको घर चाहिँ यस्तो भएछ अहिले है पहिला क्या दामी छ गाइस होइन घर चाहिँ एकदम बब्बा भएछ साथीहरू होइन कस्तो भएछ गाइस यहाँ पुरै हामी चाहिँ मकै सकेर आउँथ्यो होइन घर चाहिँ पुरै यस्तो भएछ कि होइन साथीहरू त्यही नै हो अब चाहिँ हामी एकछिन बसिन्छ अनि यहाँबाट हामी निक्लिनु पनि हुन्छ मेरो चार्ज कसरी हेर्नुभएको छ गाइस मेरो चार्ज पनि धेर छैन त्यही 15-20% चार्ज छ होला होइन गाइस त्यही नै साथीहरू अब चाहिँ घर यस्तो भइरहेको छ अब यो घर चाहिँ गाइस होइन लास्टै नि माया लाग्यो नराम्रो पनि लाग्यो किनकि यो वर्ष यत्रो वर्ष पढ्यो ओर्यो होइन अनि आज आएर घर यस्तो हुँदाखेरि त गाइस लास्टै नराम्रो लागेको छ मलाई होइन अनि त्यही नै साथीहरू अनि यो चाहिँ पुरै सबै बारीहरू हो क्या गाइस होइन बारीहरू यत्र पुरै हामी खेलेको सो साथीहरू होइन यो घरलाई चाहिँ मैले गाइस यो घरबाट चाहिँ म अब बिदा हुन चाहन्छु होइन एक घन्टा चाहिँ गाइस बनाउन सकिनँ किनकि यो यस्तो यो क्या गाइस यो घर मान्छे नबसेपछि कस्तो हुँदो रहेछ नि त त्यही भएर साथीहरू म चाहिँ एक घन्टा बनाउन सकिनँ है अनि आज हल्का सानो अलिक सिरियसली बोलिरहेको छु होला मेरो बोर्ड त्यस्तै भइरहेको छ गाइस आज हल्का उताबाट आउँछु पनि त्यो बाटोमा हल्का एउटा सँग हल्का यस्तो कच परेको थियो होइन अनि त्यही भएर अनि साथीहरू यहाँ पनि घर पनि यस्तो देखेँ है अनि त्यही भएर होला कस्तो लागिरहेको साथीहरू त्यही नै गाइस है म चाहिँ अब तलतिर एउटा साथी भेट्न जान्छु अब तलतिर गएर भेट्नुपर्छ गाइस है त्यही नै हो साथी भेट्न हिँडेको म चाहिँ अहिले होइन हातमा माइक साइक बोकेको छु होइन आजभोलि हल्का माइकबाट ब्लग साउन्ड राम्रो फर्स्ट आउँदो रहेछ गाइस माइकबाट अन्त माइक युज गर्न लागेको छ आजभोलि त्यही नै हो हामी पढ्दाखेरि गाइस यो पुरै कस्तो खतरा हुन्थ्यो अहिले कस्तो गाडी भएको क्या हेर्नु न हाम्रो मामा घर कस्तो छ अहिले साथीहरू होइन गएन त गाइस धेरै नदेखाउँ तलतिर गएर भेट्नुपर्छ ल हामी अब साथी भेट्न जाने हो आएर पर्छ सो साथीहरू होइन मैले साथीलाई भेटिसकेको थियो जाँदै चाहिँ होइन
ल के बोल्दै साथी मेरो भगमा आज मलाई के नि बोल्दिन मलाई पिरो भइरहेको यार उसी गाइस मेरो पहिला बिचको साथी हो हैन सायद हामी 7 वर्ष हैन 8 वर्ष पहिला हामी सँगै पढ्दै क्या अगाडिको स्कुलमा हैन त्यो के भन्नु न भगमा ल के भन्नु सब्स्क्राइब हान्नु पर्यो यति हो यति हो भन्नु सर के भन्नु मलाई केही गर्नु यस्तो हुँदैन यार साथी के भन न ल सपोर्ट गर्नु साथीलाई हैन के भन्नु मैले मेहनत गरिरहेको छ सपोर्ट गर्नु मैले यसरी मजा गाछ साथीहरुलाई यार यस्तो भन्न भनेर तिन साथीहरु मलाई भेटिसकेको छ भन्न आउँदैन मेरो ट्विटरमा गएर लाइक गर्दिनु होला एकदम यो चाहिँ इनामहरु केटीहरु हैन गएको छ हेर अहिले भाउजूले भ्लग हेरि बाँड्नु फेरि तिन साथीहरु ल है त अब भोलि चाहिँ हामी उडमा सिधा भनेको खाली उडमा चाहिँ भोलि थाम्बै जानु हुन्छ हैन त्यही नि हो ल है त फिटको सो साथीहरु हैन भिडियो चाहिँ यति नै रहेको छ कस्तो लाग्यो हेरेर इन्जोय गर्नु नि भयो होला गाइस हैन कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनु होला अनि सबैलाई गाइस धेरै धन्यवाद छ 12,000 जस्तो पुग्न लागेको छ सब्स्क्राइब गरिदिनु होला गाइस आज चाहिँ हामी जसरी पनि यो भिडियो अपलोड हुनु भएपछि अर्को भिडियो आउन गाइस 12K सब्स्क्राइब पुगिसक्नु पनि हुन्छ हैन र म गाइस अब चाहिँ 150 सब्स्क्राइब बाँकी छ हैन सबजना गाइस सपोर्ट गरिदिनु होला र हाम्रो गाइस च्यालेन्ज च्यानलमा 12,000 सब्स्क्राइब पुगाइदिनु होला गाइस त्यही नै हो ल गाइस भिडियो कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनु होला र लास्टसम्म जसले भिडियो हेर्नु सबैलाई गाइस धेरै धन्यवाद छ बाइ बाइ गाइस